हेलो एभ्रिवान, के छ आराम सन्चै हुनुहुन्छ? म चाहिँ लागिरहेको छु फाइनली आज चाहिँ लोसार मनाउन रोमानिया शेर्पा गेडिङ लोसार है। म चाहिँ यहाँ ब्यानरहरू लिएर गइरहेको छु मेरो ट्रान्सफर ऱ्यापिडको। सबैजना आउनु होला, रमाइलो गर्नुपर्छ। म ट्याक्सी बोल्ड अर्डर गरेर बसिरहेको छु। त्यहाँ के कस्तो हुन्छ हल्कामा सबैलाई देखाउने छु है। म चाहिँ बोल्ड चढेर गइसकेँ। अब म हजुरहरूलाई आजको यहाँ हाम्रो लोसार उसको चाहिँ म हल्का देखाइदिन लागिरहेको छु। यो चाहिँ छिर्ने गेट छ है, यहाँबाट भित्र हेर्नु होला के कस्तो गरेर राखेको छ भनेर देखाइदिन्छु है त। यो चाहिँ हाम्रो ट्रान्सफर ऱ्यापिडको र मैले टेबलमा हजुरहरूको लागि पनि राखिदिएको छु, हेर्नु होला यसरी। अनि मैले सबै टेबलमा हाम्रो ट्रान्सफर ऱ्यापिडको यसरी स्टिकर राखिसकेको थिएँ तपाईँहरूलाई, ताकि सजिलो होस् हाम्रो एप्लिकेसन हेरेर एप्लिकेसन डाउनलोड गर्नलाई। यो सबै पेपरमा क्युआर कोड छ, क्युआर कोड तपाईँहरूले क्यामेरामा हालेर आफ्नो एप स्टोर प्ले स्टोरमा डाउनलोड गर्न सक्नुहुन्छ। अनि म फेरि त्यस पछाडि हाम्रो खाना खाने हलतिर आएँ है। डिनर हलतिर आउँदाखेरि चाहिँ यहाँनिर सबै ठाउँमा मैले चाहिँ स्टिकर यसरी नै राखिदिइसकेको थिएँ, उताको जसरी नै। कतिले हेरिराख्नु भएको थियो, कतिले हेर्नु भएन। नहेरेको साथीले नै एकचोटि डाउनलोड गरेर युज गरेर हेरिदिनु होला। अनि यहाँ ब्यानर पनि मैले गेटदेखि अगाडि ठ्याक्क राखेको थिएँ। अनि त्यस पछाडि म फेरि अनि अब हाम्रो कार्यक्रम हलतिरै जानु पर्यो भनेर गइरहेको थिएँ। अनि उहाँहरूको धर्म जस गुरुले हरेक कार्यक्रम हुँदाखेरि गुरुले एउटा उहाँले उद्घाटन गरेपछि मात्रै कार्यक्रम सञ्चालन हुन्छ। अनि त्यस पछाडि विभिन्न रोमानियामा भएका समाजहरू आउन थाल्नुभयो भट्टाभट ब्यानर बोकेर है। अनि त्यही भएर एकदमै रमाइलो पनि भएको थियो है। अनि उहाँहरू आउनुभयो, सबैजना आफ्नो संस्कृतिलाई जोगाउँ होइन। परदेशमा बसेर पनि हामी आफ्नो भाषा भेषा धर्म संस्कृतिलाई जोगाइराख्नु भनेर हेर्नु न कति संस्कारी भएर आउनुभएको छ। सबैजना आउनुभयो, उहाँहरू स्टेजमा गएर पनि आफ्नो प्रतिनिधि देखाउनु भयो है। एकदमै खुसी लाग्छ है। अनि उहाँहरू चाहिँ समाज रोमानियाबाट हुनुहुँदो रहेछ। एकदमै राम्रोसँगले आफ्नो समाज संस्कृतिलाई जोगाउनु खुसी लाग्यो उहाँहरू प्रति देखेर है। एकदमै रिस्पेक्ट छ उहाँहरूलाई। अनि हामी त्यस पछाडि फेरि पनि अर्को समाजलाई वेलकम गर्दैछौँ। त्यतिखेर चाहिँ रोमानिया तामाङ गेडिङ तामाङ समुदायबाट चाहिँ आउनुभयो। उहाँहरूले जोरदार आफ्नो प्रस्तुति लिएर आउनुभयो, स्टेजमा गएर नि बौबालै डान्स गर्नुभयो। म पनि भिडियो गर्दै नाचिरहेको थिएँ है। उहाँहरूको टिम पनि सबै नाच्नुभयो। अनि टिम लिडर पनि पछाडि सोच्दा सोच्दै नाच्न आउनुभयो होइन। हाम्रो दाइ एकदमै बिग रिस्पेक्ट हजुरलाई है। उहाँले पनि एकदमै दामी नाच देखाउनु भयो। मलाई त उहाँले यस्तो नाच्नुहुन्छ भन्ने पनि थाहा थिएन है। ल एकदमै बिग रिस्पेक्ट। अनि फेरि त्यस पछाडि हाम्रो मगर समाजको टिम टाढैबाट गीत गाउँदै आउनुभयो है। उहाँहरूले पनि आफ्नो प्रस्तुति नेपालको झन्डा आफ्नो समाजको झन्डालाई लिएर होइन एकदम खुसी लाग्यो। अनि त्यस पछाडि हाम्रो शेर्पा समाजबाटै उहाँहरूले आफ्नो नृत्य देखाउनु भयो। अनि त्यस पछाडि मलाई एक दुई शब्द बोल्न दिनुभयो, म बोलेँ। तर धेरै माहौलमा बोल्नु र एक्लै कोठामा टिकटकमा बोल्नुमा धेरै फरक पर्दो रहेछ। हल्का डराएको पनि थिएँ। आफ्नो परिस्थिति राम्रै थियो खोज्दै पनि समय परिस्थिति अलिकति अर्कै मोड लिँदो रहेछ। त्यो चाहिँ मैले सक्ने चाहिँ बसिदिउँ भनेको त्यही पनि अलिकति नर्भसै हुँदो रहेछ। त्यस्तै भयो है। रोमानियाबाट नेपाल पैसा पठाउन धेरै माध्यमहरू छन् र हामीले पनि तपाईँहरूको लागि सहज होस् भनेर एउटा नयाँ ब्याङ्क अथवा तपाईँहरूलाई यो ब्याङ्कको बारेमा धेरैलाई थाहा छैन। यहाँ रोमानियामा धेरै वर्ष पहिलादेखि नै चलिराखेको ब्याङ्क हो। तर यसले चाहिँ इन्टरेस्ट बल्ल हामी नेपाललाई दिएको छ। त्यो भएको कारणले तपाईँहरूको लागि अलिकति सहज होस्। गाउँमा बस्ने अलिक टाढा टाढा हुने साथीहरूलाई नेपाल पैसा पठाउँदा एकदमै समस्या र धेरै टाढा जानुपर्ने होइन। अनि घरमा बसी बसी कसरी चाहिँ पैसा पठाउने भनेर हामीले यो एप्लिकेसनलाई चाहिँ लिएर आएको छौँ। ट्रान्सफर ऱ्यापिडको टिआरपी भन्ने एप्लिकेसनको नाम छ। तर तपाईँहरूले यसबाट पठाउँदाखेरि धेरै सुविधा विशेष चाहिँ म यहाँनिर हाम्रो ट्रान्सफर ऱ्यापिडको बारेमै भन्नु गइरहेको थिएँ। अनि मैले भन्दै गर्दाखेरि एकजना सरले चाहिँ आफ्नो ट्रान्सफर ऱ्यापिडको बारेमा हेरिराख्नु भएको थियो कि टेबलमा पोस्ट। अनि एकदमै खुसी लाग्यो है। कसले यो एप्लिकेसन युज गर्नुभएको छ भने युज गरेर हेरिदिनु होला। हजुरहरूको लागि एकदमै इम्पोर्टेन्ट हुनसक्छ है। एकदम सहुलियत रेट अनि एकदमै सहुलियत कमिसनमा हामीले चाहिँ नेपाल पैसा पठाउन
पनि नेपालमा सजिलैसँगले पैसा आफ्नो फ्यामिलीलाई पाउनुहोस् भनेर यो एप्लिकेसनलाई लिएर आएको छौँ। धेरै पुरानो बिएम हो, तर यो बिएम चाहिँ इन्टरनेसनल पहिलोचोटि होला हाम्रो नेपालमा मात्रै दिएको है। उहाँ सरले एकदमै माया गरेर बोक्नु भएको छ, एकदमै बिग रेस्पेक्ट। अनि एकचोटि युज गरेर हेर्नुहोला, तपाईँहरू जति नै रकम पठाए पनि तपाईँहरूले तपाईँहरूको पहिलोचोटि चाहिँ 3000भन्दा मुनिको एमाउन्टमा चाहिँ फ्री चार्जमा पठाउन पाउनुहुनेछ। तर तपाईँहरूले मेरो प्रोमो कोड हाल्नुपर्ने हुनेछ है त। प्रोमो कोड चाहिँ के हान्ने भनेर तपाईँलाई धेरैलाई थाहा नहोला, टिआरपी हान्नु होला है, स्पेस नदिकन टिआरपी। अनि उहाँहरूको समाजको फेरि एउटा संस्कृति झल्काउनु भयो। अनि त्यस पछाडि हाम्रो अतिथि, हाम्रो सबैजना सम्पूर्ण अतिथिहरूलाई चाहिँ अगाडि बोलाएर स्टेजमा राखेर उहाँहरूले सम्मान पत्र चाहिँ समय परिस्थितिले गर्दाखेरि दिन सक्नु भएन। अर्को सालमा अवश्य उहाँले राम्रो गर्नुहुन्छ। यो चोटि चाहिँ त्यस्तै भयो होइन। अब धेरै समस्याहरू आउँछ नि त, टाइमको अभाव पनि कम हो, सबै नेपालबाट लिएर आउनुपर्ने हुन्छ। त्यो भएको कारणले उहाँहरूले त्यो दिन सक्नु भएन। उहाँहरूले एकदमै क्षमा प्राप्ति पनि भन्नुभएको छ, केही छैन। एनिवे सबैभन्दा ठुलो कुरो पत्र धेरै पत्रै पनि होइन होइन, उहाँहरूको बोली, उहाँहरूले गर्ने रिस्पेक्ट अनि उहाँहरूको सम्मान नै सबैभन्दा ठुलो हुन्छ। र मलाई पनि एकदमै ठुलो अपर्च्युनिटी दिनुभएको छ है। शेर्पा गेदुङ रोमानिया सङ्घले एकदमै बिग रेस्पेक्ट। अरू समाजले पनि धेरैले नै सपोर्ट गर्नुभएको छ होइन। हो, राम्रोको पछाडि नराम्रो पनि हुनुहुन्छ, तर राम्रोलाई नै मूल्याङ्कन गर्दै अगाडि बढ्ने हो। त्यही नै हो हाम्रो मानवताको सबभन्दा ठुलो परिचार भनेकै। अनि हामी त्यस्तै गर्दै हाम्रो अतिथि सम्मान सिद्धिन लाग्दाखेरि हामी चाहिँ सबैजना अगाडि गएर बस्यौँ। अनि त्यस पछाडि हामीलाई अतिथि सम्मान गर्नुभयो। उहाँहरूले एकदमै बिग रेस्पेक्ट अनि बिग लभ पनि उहाँहरूलाई भन्न चाहन्छु। अनि त्यस्तै गर्दै हामीले अब कार्यक्रमको अन्तिम चरणमा नै आएको थियौँ। त्यस पछाडि हाम्रो स्थानीय कलाकारको डान्सहरू अनि स्थानीय कलाकार सङ्ग गाउनुको ब्रोदरहरूले एकदमै खुसी लाग्यो। सबै इन्जोय गरेर नाचिराख्नु भएको थियो। उहाँको सङ्ग देखेर मलाई नि एकदमै खुसी लाग्यो। म पनि भिडियो गर्दै भने नाचिराखेको थिएँ है। रमाइलो पनि गरिरहेको थिएँ साथीभाइसँग। राम्रो गायकहरू पनि स्थानीय गायकहरूले राम्रो स्वर भएको मान्छे पनि परदेशमा रहेको धेरै दुःख गर्दै र पनि होइन हाम्रो भाषा संस्कृति एउटा प्रोग्राममा र नेपालीलाई पनि चान्स दिनु एकदमै खुसीको कुरा हो। सबैलाई नचाउनुभयो, सबैलाई हँसाउनुभयो। सबैजना महिनौँ वर्षभरि दुःख गरेर वर्षमा एकचोटि आउने चाडमा यसरी रमाइलो गर्न पाउँदाको खुसी एकदमै होइन, एकदमै रमाइलो क्षण हुन्छ यो टाइम भनेको चाहिँ। सबैजना एकदमै मजाले इन्जोय गर्नुभएको थियो क्या, इभन विदेशी पनि आएर। अनि फेरि एकजना हाम्रो सिस्टर आउनुभयो, उहाँ नि एकदमै राम्रो नाच्नु हुँदो रहेछ है। एकदमै फुर्तिलो ज्यान हल्का भारी भयो भने साह्रै मजाले नृत्य देखाएर हामीलाई नचाउनु भयो, खुसी बनाउनु भयो। उहाँ सिस्टरलाई नि एकदमै बिग लभ बिग रेस्पेक्ट भन्न चाहन्छु। त्यसपछि हाम्रो फेरि डिजे सुरु भयो। डिजे ब्रदर फेरि यस्तो हुँदो रहेछ, उहाँ यति दुःखमा पर्नुभयो बिचरा। उहाँले आफ्नो कला लुकाएर राख्नुभयो है। उहाँको कला कसैले अगाडि ल्याउन खोज्नुभयो। एकदमै रेस्पेक्ट दाइ हुनुहुन्छ, उहाँलाई एकदमै धेरै धन्यवाद। एकदमै राम्रो डिजे गर्नुभएको छ। सबलाई उहाँको डिजेले नचाउनु भयो, हँसाउनु भयो है। उहाँ डिजे ब्रोतालाई पनि हजुरको कुनै प्रोग्राम कुनै एउटा त्यस्तो खालको यस्तो डिजे प्रोग्रामहरू छ भने चाहिँ एकदमै राम्रो भएको। पछाडि बसेर एकदम रमाइलो गरिरहेको थिएँ साथीहरूसँग, सेल्फी लिँदै भिडियो लिँदै इन्जोय चाहिँ बबाले हानिरहेको थिएँ। अनि त्यही क्रममा एकजना सिस्टरले हाम्रो डान्स ऱ्यापिडको पेपर बोकेर बम्बाले नाच्नु भइरहेको थियो। उहाँको मैले क्याप्चर गरेको थिएँ भिडियो है। अनि हाम्रो फेरि एक्टिङ गर्नु भाइ मेरो भाइ भिडियो गर्दाखेरि नाची नमस्ते भन्नुभएको थियो। अनि मेरो बिग फ्यान दाइ, उहाँको हेयर स्टाइलले नै सबैले चिन्नुहुन्छ। उहाँको हेयर स्टाइलको बिग फ्यान। अनि मलाई एकदमै रेस्पेक्ट गर्ने अनि मलाई बिग फ्यान भन्ने उहाँ ब्रदरले एकदमै रेस्पेक्ट गर्न चाहे। इन्जोय गर्नुभयो, रमाइलो गर्नुभयो। वर्षभरि महिनाभरिको धक्काइ कामको साउको भनाइ होइन, कामको टचर सबलाई छोडेर खुल्ला नेपालीको मन ठुलो हुन्छ। मजाले नाचियो बबाले तरिकाले।
दाजुभाइ दिदीबहिनीहरू सबैजनाले बबाले गर्नुभयो, त्यस खुसी लाग्यो। र परदेशमा बसेर नि यति धेरै खुसी बाँड्नु अनि हामी नेपालीमा भएको यो मिलनसार भावना होइन, हरेक कुरा आइएम सो प्राउड फिल। सानो बाबु लिएर पनि यति धेरै भिडमा नाच्ने नचाउने सबैलाई हँसाउने, आफ्नो संस्कृति आफ्नो ड्रेस आफ्नो वेशभूषालाई नबिर्सिने सिस्टरहरू त बबाले रमाइलो गर्नु गइरहेको थियो। हाम्रो जेन्ट्स भन्दा नि लेडिज त बबाले कडाके रमाइलोमा कडा। एक सेयर त जानैपर्छ यो सिस्टरहरूको लागि भए पनि सबैजनाले है त। बबाले नाचिराख्नु भएको थियो सबैजना है। म पनि नाचिरहेको थिएँ एक दुईवटा भिडियोमा, अलिकति आफ्नो भिडियो धेरै नाचेको छेउलाई अलिक हाल्न अलिक भएन, त्यति धेरै आफूलाई कम्फर्टेबल भएन र मैले हालिनँ। यस हाल्नु त हालेको छु, सबै हालेको छैन, आफूले नाचेको हालेको छु, हेर्नु होला। मेरो बिग फ्यान मेरो दाइको चाहिँ बबाले डान्स थियो क्या, उहाँको हेयर स्टाइलै कडा है। माहौलमा रमाइलो चाहिँ बबाले भएको हो क्या। म पनि नाच्दै थिएँ यतातिर, सेल्फी भिडियो बनाउनु भइरहेको रहेछ होइन। अनि त्यस पछाडि हामी फेरि फोटो सेसनमा लाग्यौँ, फोटो खिच्यौँ दाइहरूसँग, हाम्रो साथीभाइहरूसँग सबैसँग फोटो खिच्यौँ। फेरि हामी नाच्न लाग्यौँ स्टेजतिर। सायद तपाईँहरूले चिन्नुहुन्न होला, म पनि यहाँ नाचिराखेको छु। रमाइलो चाहिँ बबाले भयो होइन। अन्त्यमा हामी जाने कार्यक्रम पनि भयो, सबैजनाले बाई बाई भन्दै अङ्कमाल गर्दै ल हामी छुट्यौँ, भोलि त काम छ, काममा जानुपर्छ भनेर सबैले हातेमाले गरेर छुट्यौँ। एनिवे केही छैन, सबैजनाले हाम्रो ट्रान्सफर एपीलाई चाहिँ सपोर्ट गर्नु पऱ्यो है त।